सम्माननीय प्रधानमन्त्रीज्यूले विश्वासको मत लिनुभएको छ र सरकार विस्तारको चरणमा हामी छौँ। सरकार विस्तारको गृह कार्य करिब अन्तिम अवस्थामा आएको छ र अब मलाई लाग्छ आज भोलिमै 1-2 दिनमै सरकार विस्तारले पूर्णता पाउनेछ। र अहिले यो बीचमा यहाँहरूले जसरी एउटा आम जनताको आशा अपेक्षामा सरकारप्रतिको एउटा सकारात्मक भावमा जसरी भूमिका निर्वाह गर्नुभएको छ त्यसप्रति धन्यवाद भन्न चाहन्छु। र अहिले आउँदाखेरिमा यो बीचमा तपाईहरु के गर्नुभयो कसो गर्नुभयो भन्ने प्रश्न पनि चारैतिर आम जनताको चासोको विषय पनि छ। सरकार गठन भएको यति समय भयो, सरकारले के कामको सुरुवात गर्यो, कसरी अगाडि बढ्यो भन्ने कुराको आम चासोका बीचमा पनि हामी छौं। र म यहाँहरुसँग संक्षिप्त रूपमा के भन्न चाहन्छु भने सरकार गठन भइसकेपछि जब यो सरकार गठन भयो, सरकार गठन भइसकेपछि जनतामा सकारात्मक आशा जुन पलायो र यो सरकारले केही गर्छ भन्ने कुराको जुन भाव दिन सरकारको नेतृत्व सफल भयो त्यो नै सबैभन्दा ठूलो कुरा हो, त्यो नै महत्त्वपूर्ण कुरा हो भन्ने मलाई लाग्दछ।